गुड इभिनिङ है सबैजनालाई गुड इभिनिङ 9 साढे 9 10 बज्न लागिसक्यो अब यहाँबाट निस्किने दाइरामा टक्क लाएर निस्केपछि उतै गएर भेटौँला है त ल स्टे सेफ स्टे हेल्दी स्टे ह्याप्पी सबैजना ल हामी चाहिँ निस्क्यौँ है त ल अब म चाहिँ यहाँबाट टक्क अफिस जान्छु आजको भ्लग स्टार्ट भयो वेलकम है वेलकम सबैजनालाई र मेरो काम गर्ने ठाउँमा जानको लागि चाहिँ 10 देखि 15 मिनट लाग्छ दाइ र म यहाँबाट जाने चाहिँ हामी दुईजना यताबाट आज हल्का ढिलो भयो 9 साढे 9 बजे 9:45 मा पुग्नुपर्ने हामी 9:30 बजे बल्ल हिँडेछ यो चाहिँ मेरो सेकेन्ड एपिसोड हो नाइट राइडको मेरो फर्स्ट एपिसोड हेर्नु होला तपाईँहरूले मेरो च्यानलमा गएर भेजा छमा गएर मेरो नाइट राइडको फर्स्ट एपिसोड हेर्नु होला मेरो काम चाहिँ 10 बजेबाट बिहानको 6 बजेसम्म हो 8 घन्टाको ड्युटी हो बेलुकाको नाइटको यता माथिबाट गइदिउँ न डाइरेक्ट त्यहाँ निस्केर तलबाट खोलाको किनारै किनार आउनु हुँदै यताबाट नजिक छ भिडियो हेरेर लाइक सेयर कमेन्ट गरिदिनु न यार तपाईँहरूले कमेन्टहरू गरिदिनु भयो भने लाइकहरू गरिदिनु भयो भने अनि हल्का खुसी हुन्छु मलाई नि हल्का भ्लग गराउनु मन लाग्छ होइन एउटा छुट्टै इनर्जी आउँछ क्या त्यो भइदियो भने कस्तो आएको यार बल्ल पो साइड लाइट दिन्छ त म चाहिँ ठ्याक्क अफिस आइपुगेँ होइन अनि मेरो भ्लग चाहिँ प्रायः जस्तो र नै हुन्छ है र नै हेर्नुपर्छ है मेरो भ्लग चाहिँ कोही आएन त यार हामी मात्र हो क्या तर अहिले फर्काएर राखिदिनु पऱ्यो नि होइन अहिले सजिलो हुन्छ मलाई यति गरेपछि टक्क ल्याएर यहाँ राखिदिएपछि मलाई सजिलो भयो कति भयो टाइम कति भयो टाइम हजुर कोही आएन क्या हो ओहो हजुर अङ्कल ग्रान्डीभन्दा माथिको आएर अर्डर नि ल म तपाईँलाई अहिले वहाँ पुगेपछि देखाउँछु फर्स्ट अर्डर यहाँ यो अपार्टमेन्टभित्र रहेछ क्या बवाल छ ठाउँ त बवाल कहाँ पो भन्दैछ यार यत्रो अग्लो छ यार कहाँ पुग्ने हो म कुन रुममा जाने हो कत्रो हुनु क्या यसको लिफ्ट कता हो यार फेरि यार बाटो कता हो ल मैले चाहिँ मेरो फर्स्ट अर्डर पुऱ्याएँ त फर्स्ट अर्डर पुऱ्याएँ गिफ्ट लिँदैछु म हेरिदिनु होला मेरो भ्लग सबजनाले कमेन्ट गरिदिनु होला कस्तो छ मेरो भ्लग भनेर प्रतिक्रिया दिनु होला आफ्नो भेट्दै गरौँला म बनाउँदै गरिहाल्छु नि तपाईँहरूलाई म खतरा खतरा भिडियोहरू लिएर आउँछु हेर्दै गर्नु होला स्टे ट्युन है त गाइस त्यसको लागि चाहिँ फर्स्ट अर्डर चाहिँ मैले चाहिँ डिस्प्याच गरिसकेँ अब म यहाँबाट सिधै
अफिस जान्छु म। ल म चाहिँ यहाँ वसुन्धरा निस्केँ त वसुन्धरा चौकी ठ्याक्कै। यो रिङ रोड बनेपछि चाहिँ मजा आउँछ क्या कुदाउन, बब्बाल छ यार। 4 लेनको बाटो बन्दैछ, बब्बाल छ यार। कुदाउनु त मजा आउँछ यो हाइवे बनेपछि त। छ यार यता यार, खत्रै झिलिमिली छ यार। यता सम्राट होटेल, यो होटल नि बवाल छ यार। यता नि बवाल छ, सम्राट मल र सम्राट होटेल। लाइनमै रहेछ, 2 जना 3 जना। मेरो त लास्टमै पर्ने भयो। ल सेकेन्ड अर्डर नि आयो। ल है त मैले सेकेन्ड अर्डर नि डेलिभर गरिदिएँ। अब यहाँबाट जानुपर्छ। ला झिलिमिली छ है यहाँ गौशाला चोक। हाम्रो पुलिस सरहरूले ड्युटी गरिराख्नु भएको छ यता होइन, टक्क लाएर चेकिङ ल है, एकदम राम्रो गर्नुपर्छ है। ल मामाहरूले राम्रो चेकिङ गर्छन्। रमाइलो छ नि यहाँ त, फेरि रमाइलो एकदम वाइल्ड रमाइलो हुन्छ नि यहाँ त, बवाल रमाइलो हुन्छ यहाँ। यस्तो बार्गेनिङ हुन्छ। त्यहाँ हाम्रो भाइले चाउचाउ लिएर आइदिनु भन्दै थियो भाइले। दुईटा 3टा जस्तो दिनु न। कति हो एउटालाई? एउटालाई 25। 4वटा दिनु न त। फोन पे हुन्छ होइन? हुँदैन फोन पे? अफिसमा भाइलाई भोक लाग्यो अरे, चाउचाउ खाने रे, अनि त्यही भएर चाउचाउ लिइदिएको यहाँबाट। एउटालाई 25 रे यार। यस्तो हेर्ने रङ्गीन छन् त सबैजना। र मलाई यो हात चाउचाउ। ल 4वटा 100 देऊ न। कति दिन्छौ? एउटालाई 25 रे। त्यो राख त, त्यो उसको भयो। 100 रुपैयाँ छ नि त्यहाँ। त्यो अर्डरको 100 क्या? त्यो अर्डरको 100। अब जानु पर्यो थर्ड अर्डर लिएर। के हो यार यो बाटो यार, छ्या।
3टा अर्डर हाने मैले यस्तो चिसो छ यार आज त हिजोको भन्दा डेन्जर छ यार अझै हिजोको भन्दा बढी चिसो छ यार आज वाइल बढेछ चिसो यार के साह्रो भएको यस्तो यार यस्तो त नहुनु पर्ने हो 1:30 बज्यो अब गएर हल्का न्याप लिनुपर्छ 1-2 घन्टाको Noodles हान्दै हो हो सुताइ छैन आज भ्लग पनि हो क्या ब्लग अनि